सभाध्यक्षको हैसियतबाट आदरणीय आजका प्रमुख अतिथिज्यू, आदरणीय महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यू, बालमिरा फाउन्डेसनका अघिबेरी हाम्रो आजकी हाम्रा चाहिँ सम्मानित पनि अनि कृतिकी लेखक नारीवादी नाटककार विजय मल्ल लेखिका साधना पन्त प्रतीक्षाले भनिसकेका कुरालाई मैले हिजो आजको फेसबुकको भाषाबाट त्यसैमा लाइक गरिदिँदाखेरि यहाँले मलाई लाग्छ भने त भनिरहनु पर्दैन। विजय हाम्रो इन्जिनियर शङ्कर गिरीका सन्दर्भमा म त्यही भनेर सिकाउँछु। अनि प्राध्यापक केसी सुवेदीज्यूबारे अघि पनि मैले बोलेँ र अलिकति मैले उहाँलाई सम्बोधन गर्ने क्रममा हाम्रो समय थोरै समयमा जटिल काम गर्न सक्ने व्यक्ति धेरै कम हुन्छन्। त्यति मोटो किताब साधना पन्त प्रतीक्षाद्वारा लेखिएको त्यो पुस्तक अनि फेरि विजय मल्ल जीवनी डाक्टर साइनीज्यूको उहाँ दुईजनाको त्यो कृतिको समीक्षा गर्नको लागि हामीले गरेको अनुरोधलाई सहर्ष स्वीकार गरेर आएर यहाँ सार्वजनिक रूपबाट प्रस्तुत गरिदिनु भयो र उहाँप्रति हामी नयाँ एकाडेमीका तर्फबाट हार्दिक कृतज्ञता निवेदन गर्छौँ। अनि हाम्रो आज सम्मानित हुनेकी अथवा नारीवादी नाटककार विजय कृतिकी लेखक अथवा स्रष्टा साधना पन्त प्रतीक्षाज्यूलाई उहाँको किताब पनि हामीले उहाँको शोध ग्रन्थ हामीले छाप्न पायौँ, नयाँ एकाडेमीले अवसर प्राप्त गऱ्यौँ। अनि त्यसपछि यो समारोहमा उहाँ अस्वस्थ भए पनि एक तलामाथि चढ्न त मलाई गाह्रो हुन्छ भन्दै पनि उहाँ चाहिँ अप्ठ्यारो परेको अवस्थामा पनि आइदिनु भयो। त्यसै उहाँलाई म हार्दिक धन्यवाद ज्ञापन गर्छु। अनि हाम्रो डाक्टर दुर्गाबहादुर घले जसले हामीले चाहिँ यो विजय मल्ल शताब्दी महोत्सव 2082 मार्च 14 गते त्रिमूर्ति निकेतनको त्रिमूर्ति स्थलमा त्यहाँ हामीले यो कार्यक्रम यसको उद्घाटन कार्यक्रम गरेका थियौँ। आज यो समापन समारोहमा हामी छौँ। वास्तवमा उद्घाटन समारोहकै हामीले चाहिँ विजय मल्ल शताब्दी महोत्सव पदक र पुरस्कार समेत त्यहाँ हामीले समर्पण गरेका थियौँ र त्यतिखेर उहाँ अनुपस्थित हुनुहुन्थ्यो र यो कार्यक्रम भएपछि आउनुहुन्छ भन्ने हामीले अनुरोध गर्दा सहजैमा आइदिनुभयो र एउटा विद्वानले त्यो ग्रहण गरिदिनु भयो। त्यसका लागि पनि हामी उहाँप्रति हार्दिक आभार प्रकट गर्छौँ। अनि यहाँ हाम्रो निम्तो मागेर यहाँ आउनुभएका सम्पूर्ण उपस्थित व्यक्तित्वहरू सबै एक से एक हुनुहुन्छ। म हरेकको नाम लिन्छ किनभने अब हामी अघि सदस्यज्यू महोदयले पनि भनिसक्नु भएको छ यहाँ आइसकेको कुरा। अब हामीले निम्ता गर्नलाई सकेसम्म गुणस्तरीय निमन्त्रणा पत्र र नयाँ एकाडेमीलाई पनि लाभ हुने खालबाट, किनभने अहिलेको समय भनेको सम्पूर्ण रूपबाट समय हो जसले व्यवसाय बुझ्दैन। व्यवसाय भनेको गिभ एन्ड टेक हो नि त, दिने र लिने। त्यो नबुझ्नेहरूको जमाना रहेन। अब ताली बनाउनको लागि मात्रै उपस्थितिको आवश्यकता भएन। अब समय त्यस्तो भयो। अब देखिरहनु भएको छ नि, समय त उल्टा फेऱ्यो पुरै। हिजोको समय अर्कै थियो, अब नेपालमा पनि हामी अर्कै समय हौँ। हामी अर्को समयमा हामी प्रवेश गरिसकेका छौँ। यो समयलाई बुझेर हामीले चाहिँ गुणस्तरीय उपस्थिति, अर्थात् गुणस्तरीय भन्नाले त सबै एक से एक व्यक्तित्वको कमी त छैन नि, तर नयाँ एकाडेमीका लागि गुणस्तरीय नयाँ एकाडेमी। किनभने हामी व्यक्तिगत नरेन्द्र राज प्रसाईले इन्दिरा प्रसाईको कुरा आएन, एकाडेमीको लागि नयाँ एकाडेमीलाई को लागि गुणस्तरीय उपस्थिति हुनुपर्छ भन्ने हाम्रो मान्यताको गएको हुनाले गर्दा यहाँ सम्पूर्ण गुणस्तरीय व्यक्तित्वहरू जति हामीले निमन्त्रणा गरेका थियौँ उहाँहरू सहज भेट्नु भएको छ। यहाँहरूलाई म हार्दिक अभिवादन अर्पण गर्दछु। र अब अर्को कुरा, उपस्थित नहुँदै पनि आफ्ना प्रतिनिधि भनौँ, उहाँले पठाउनु भएका प्रतिनिधिहरू दुईजना विजय मल्लका अनुवांशिक अथवा भनौँ छोरीहरू सुपुत्रीहरू यहाँ उपस्थित हुनुभएको छ। ज्वाइँ पनि हुनुहुन्छ, परिवारकै व्यक्तित्वहरू यहाँ उपस्थित भइदिँदा हामीले यो कार्यक्रममा अझ सुगन्ध
आए जस्तो हरहर बास्ना आए जस्तो सुन चाहिँ त्यस्तै किसिमको हामीलाई अनुभूति भएको छ। वास्तवमा त्यो अनुपस्थित भएको व्यक्तित्वहरूका कारणले गर्दाखेरि नै आज हामी त्यहाँ गौरवका साथले बडा एउटा चाहिँ गौरव के उन्नति भनौँ घमण्ड त भन्न अलिक मिलेन, अलिक सुहाउँदैन त शब्द, गौरवै भनौँ, गौरवान्वित भएर हामीले चाहिँ उद्घाटन समारोह गऱ्यौँ। विजय मल्ल शताब्दी महोत्सवको हामी चाहिँ समापन समारोहमा छौँ भनेर बडो मजासँगले आनन्दले भन्न पाएका छौँ। त्यसको पछाडि त पैसा नभएको हुँदैन र त्यो अर्थ प्रायोजन गरिदिने विजय मल्लकै अनुवांशिक सन्तान छोरी उमा श्रेष्ठ, डाक्टर उमा श्रेष्ठ र ज्वाइँ डाक्टर कृष्णनारायण श्रेष्ठलाई पनि मैले सम्झिनुपर्छ, हार्दिक अभिवादन गर्नुपर्छ, कृतज्ञता दिनुपर्छ। नत्र भने विजय मल्ल अप्रतिम भनौँ अथवा अद्वितीय स्रष्टा हुनुहुन्छ उहाँ कालजै स्रष्टा हो, तर पनि गजबको कुरा अथवा दुःख लाग्ने कुरा अथवा नई भएर सोच्दाखेरि चाहिँ खुसी लाग्ने कुरा के भने आजसम्म यति धेरै विद्वानहरू भएको ठाउँमा विजय मल्लको जीवनीको सिङ्गो कृति नै रहेन रहेछ। अनि नन्दराज प्रसाईज्यूलाई चिट्ठा पऱ्यो, जसरी मलाई चिट्ठा पढिरह्यो, अरूले लेखेको भए उहाँले पनि आयो, अरूले लेखिसकेका कुरा म किन लेख्नु भन्नुहुन्थ्यो होला। अनि उहाँले बारम्बार यो कुरा भनिरहँदाखेरि मैले त्यही भन्थेँ, यो त हजुरलाई चिट्ठा परे हो, हजुरलाई लेख्नको लागि भनेर बाँकी राखिदिए। अरूले ती सबै नलेख्नेहरूलाई धेरै धेरै धन्यवाद दिँदै खुसी भएर एउटा जीवनीको किताब लेख्नु सिङ्गो यो पितृले नै हजुरलाई खटाएको हो। यति खटाए कि लेख्न पनि यति व्यस्त समयमा यो किताब लेखियो कि वास्तवमा भन्यो भने उहाँले यो किताब लेख्दाखेरि हामी घरै यहाँ सुमी चौधरी पनि उपस्थित छ, अरू त यहाँ आएका छैनन् हाम्रा घरका अरू सदस्यहरू, त सबै आजित हुन्छन् घरको वातावरणले गर्दा। किनभने घरको मूल मान्छे एकदमै अति व्यस्त भइसकेपछि त्यो पनि फेरि सबै कुरा एकदम टाइम टेबल एकदम सब ठिक ठिक यति चाहिन्छ, यति बजेर यति मिनटमा यो चाहिन्छ भन्दाखेरि त्यति बजेर त्यति मिनटमा त्यो चिज चाहिन्छ। अनि त्यो त्यहाँको व्यवस्थापन गर्ने मान्छेको त बिजोग हुन्छ, त्यो पछाडि पर्दा पछाडि के छ भने त थाहा हुँदैन नि कसैलाई पनि। बाहिरको किताब कति राम्रो लेखियो, सबैले प्रशंसा गर्नुभयो, गाउनु पऱ्यो, तर त्यसमा त्यसका सुमी चौधरीको योगदान स्तुत्य छ। सुमी चौधरी नहुँदाखेरि मैले यस्तो गर्वका साथ गौरवका साथ यसरी अगाडि बढ्न सक्दैन। सुमी चौधरी हाजिर, सबैजनाले सुमी चौधरीको नाम आएको छ। अनि अन्ति रश्मि रिमाल पनि हामीलाई एकदमै सघाउने घरदेखि लिएर समारोह सबैतिर हाँक्ने मान्छे नैका लागि एकदम अनिवार्य हो, अनिवार्य हुनुहुन्छ उहाँहरू दुईजना। त्यसैले हाम्रा लागि उहाँहरू सम्पूज्य हुनुहुन्छ, किनभने संयन्त्र बिना त केही काम हुँदैन, उहाँहरू संयन्त्र हुनुहुन्छ। र त्यसरी यो पुस्तक आयो, जै पनि पुस्तकहरू आइरहेछ। फेरि 30 गते अर्को पुस्तक आउँदैछ, 30 गते सरी 30 गते भन्दैछु, सिपियोजहरू 30 गते फेरि हुँदैछ अर्को किताबको सत्यमोहन जयन्तीका अवसरमा फेरि किताबको लोकार्पण हुँदैछ। यहाँहरू आजको रिजल्ट पछि यहाँहरू यहाँ हातामा फेरि यहाँहरूको मेसेन्जरमा यो त आज परीक्षा हो, यो परीक्षामा कतिजना उत्तीर्ण हुनुहुन्छ, त्यो उत्तीर्ण भएकाहरूले यहाँहरू सबैले उत्तीर्ण हुनेहरू जतिले निमन्त्रणा पाउनुहुनेछ 30 गतेको पनि, त्यो मैले त्यो पनि निवेदन गरेँ यहाँहरू समक्ष। भन्न बाँकी केही कुरा छ जस्तो मलाई लाग्दैन। हामी सबैलाई भोक लागिसकेको छ। अब हामी सबैजना यो समारोहलाई नै समापन गरेर हामीहरू चाहिँ जलपान गर्दैछौँ। भिडियो मलाई पनि हुन्छ हुन्छ कृपया एकछिन नोटिस दिनु होला कोठाबाट। हाम्रा स्वयंसेवकहरू अगाडि लाग्नुहुनेछ। स्वयंसेवकहरूले यहाँलाई यी दिने किताब बसेकै ठाउँमा दिनु न, ल बसेकै ठाउँमा एकैछिन बस्नु न, एकैछिन बस्नु। मैले भुल गरेको छु अथवा भुल छु, बसेकै ठाउँमा सजिलो हुन्छ।
ल धन्यवाद यहाँ अलिकति छोडिदिनु त्यहाँ सार्नु सुरु गर्नुभएको